600 वर्ष पुरानो राज्य जसलाई विश्वले नै माटोको सहरका नामले चिनेको छ। त्यति मात्र कहाँ हो र, पर्यटनका लागि विश्वमा 10 उत्कृष्ट स्थलहरूमध्ये लोमान्थाङ तेस्रो स्थानमा पर्दछ। लोमान्थाङको भव्यताले जो कोहीलाई मोहित बनाउँछ। थुप्रै इतिहासविद, भूगर्भविद जसले मुस्ताङको भ्रमण गरे, उनीहरू सबैको एउटै निष्कर्ष यही छ कि मुस्ताङ संसारबाट केही हदसम्म लुकेको एक सुन्दर स्थान हो। आज पनि यस भिडियोमा हामी चराङबाट लोमान्थाङ जानेछौँ। यहाँका गाउँ बस्ती डुल्दै इतिहास सुनाउनेछौँ। साथै पुग्नेछौँ संस्कृतिले छुटाउन नसकेका तर सीमाले बाँडिएका दुई देश नेपाल तिब्बतको सिमाना कोरला बोर्डरसम्म। आउनुहोस् यात्रा सुरु गरौँ। मुस्ताङको 8औं एपिसोडमा तपाईहरूलाई स्वागत छ। आज हामी चराङबाट लोमान्थाङ जाँदैछौँ। लोमान्थाङ पुग्न जम्मा 25 देखि 30 मिनेट लाग्छ। बाटोमा हिँड्दै गर्दा देखिने नीलो आकाश, एकपछि अर्को देखिने सुन्दर दृश्यले गर्दा हामी बाटोमा धेरै बेर अल्मलियौँ। Heading for collision and now to really live you gotta die breathing. के सबको हेलमेट लोमान्थाङको हावाले रोडमा पुऱ्यायो, धन्न रोडमा त्यहाँबाट पनि तल लियो भने ल्याउन सकिन्न के। यहाँ गएर साथीहरू, हामी यहाँनिर टाइम ल्याप्स लिनलाई बसिरहेको थियौँ अनि केशवको हेलमेट गुडेर बाटोमा गइसक्यो। हामी यहाँ माथि छौँ। ओ माई गड, हेलमेट हराएको मान्छे आयो, हेलमेटै उडाइदियो। कस्तो हावा चल्ला, जाऊ अब ल्याउन। यहाँनिर फेरि हावा कम छ तर धन्न अड्केको यार। Finally, helmet is back. लोमान्थाङ पुग्दा दिउँसोको 1-2 बजेको थियो। हामी गाउँ घुम्न निस्कियौँ। अरूहरूलाई मुस्ताङको लोमान्थाङ आइपुग्न कति दिन लाग्छ थाहा छैन, हामीलाई भने ठ्याक्कै 10 दिन लाग्यो। हामी 10 दिनमा लोमान्थाङ आइपुग्यौँ। साथीहरूले योभन्दा अगाडिको भिडियो हेरेर थाहा पाउनु भएको छ हामी कहाँ कहाँ पुग्यौँ, कहाँ कहाँ एक्सप्लोर गऱ्यौँ भनेर। अझ हामीलाई चाहिँ यो टाइम चाहिँ इनफ होइन जस्तो लाग्छ। कति ठाउँ छुटेका छन् अनि अब योचोटि अलिकति कभर गर्न पनि सकिएन। अब चाहिँ हाम्रो यो फाइनल डेस्टिनेसन चाहिँ होइन, तर फाइनल हुनुभन्दा अगाडिको डेस्टिनेसन चाहिँ हो, किनभने अझै हामी अर्को डेस्टिनेसन पनि जानेछौँ। अहिले चाहिँ हामी लोमान्थाङ बजार अथवा यहाँ वरपरको ठाउँहरू कता कता के छ भनेर घुम्न निस्किँदैछौँ।
तिब्बतभन्दा दक्षिणतिर औषधियुक्त जडीबुटी पाइने चौर भएको क्षेत्र भएकाले यसलाई मेनथाङ भनिन्थ्यो रे। तर पछि अपभ्रंश हुँदै लोमान्थाङ बन्न पुग्यो। लोको अर्थ दक्षिणतिरको भन्ने हुँदो रहेछ। मेनको अर्थ औषधि र थाङको अर्थ चौर हुँदो रहेछ। 12औं, 13औं र 14औं शताब्दीसम्म आइपुग्दा लोमुस्ताङ खसको अधीनमा रह्यो। यो राज्यको केन्द्र कर्णाली क्षेत्रमा थियो र यसको प्रभाव पश्चिम तिब्बतदेखि भारतको कुमाऊ गढवाल क्षेत्रसम्म फैलिएको थियो। खस राज्यको पतन भएपछि लोमुस्ताङ क्रमशः स्वतन्त्र राज्यका रूपमा उदय भयो र अन्ततः सन् 1440 मा आफ्नो स्वतन्त्रता घोषणा गर्यो। मुस्ताङका पहिलो राजा ओमपाल थिए भने अन्तिम राजा जिग्मे पल्वरविष्ट थिए। अहिले चाहिँ हामी रोयल प्यालेस अगाडि छौँ अनि तपाईले फोटो देख्न सक्नुहुन्छ दुईजनाको। उहाँ चाहिँ मुस्ताङको अन्तिम राजा हुनुहुन्छ, जिग्मे पल्वरविष्ट भनेर चिनिन्छ उहाँलाई। यतापट्टिको रानीको, उतापट्टिको राजाको। अनि उहाँहरू चाहिँ कसरी विष्ट हुनुभयो भन्ने कुरा पनि तपाईहरुलाई कौतूहलता लाग्ला। महेन्द्र राजाको पालामा चाहिँ महेन्द्र राजाले चाहिँ उहाँहरूलाई विष्ट थर दिनुभएको हो भन्ने हामीले इतिहासमा पढ्न सक्छौँ। उति बेला चाहिँ यो दरबार बनाउन चाहिँ काठहरू थिएनन्, टाढा टाढाबाट ल्याउनु पर्थ्यो। त्यति बेला चाहिँ सबै यहाँको कम्युनिटी मिलेर चाहिँ घोडा, खच्चर, याक अनि च्याङ्ग्राहरूले चाहिँ बोकेर ल्याएर बनेको हो। अनि यहाँ वरपर चाहिँ जस्तो कि दरबार मात्रै नभएर वरपर घरहरू पनि छन् नि त। यिनीहरू चाहिँ त्यो बेलामा जुन राज्य सञ्चालन गर्ने बेलामा चाहिने हुन्थ्यो नि आफ्नो कार्यालयहरू, गृह मन्त्रालयदेखि लिएर त्यसपछि अरू मन्त्रालय जति जति चाहिन्थ्यो त्यो चाहिँ दरबार वरपर हुन्थे। त्यो भएर यहाँ वरपर धेरै घरहरू छन्। अनि यहाँभित्र चाहिँ बस्तीहरू बढ्दै गएपछि लगभग 100 भन्दा बढी घरहरू चाहिँ हामीले यहाँ वरपर देख्न सक्छौँ। अन्ततः सन् 1789 मा लोमुस्ताङ नेपालमा समावेश भयो। यद्यपि लोमुस्ताङले आफ्नो सांस्कृतिक पहिचान भने कायम राख्न सफल रह्यो। यो तिब्बत सीमाबाट जम्मा 18 किलोमिटर दक्षिणमा छ भने समुद्री सतहदेखि 3700 मिटरको उचाइमा अवस्थित छ। हामीले गाउँ डुल्दै गर्दा थाहा पाएको कुरा आज पनि लोमान्थाङका भित्री पर्खालभित्र करिब 1000 भन्दा बढी मानिस एउटै ढोकाबाट प्रवेश गरी बसोबास गर्छन्। यी पर्खाल उ बेला गाउँको रक्षाको लागि लगाइएका रहेछन्। लोमान्थाङमा करिब 200 घरहरू छन्। सफा चिटिक्क परेको गाउँ, ढुङ्गा बिछ्याइएको बाटो, भित्तामा पोतिएका रङ, ससाना झ्यालमा कुदिएका बुट्टा, घरका छतमा फरफराइरहेका लुङदार धारताक हजारौं वर्ष पुराना जस्ता देखिन्छन्। हामीले गाउँभित्र नै देख्न सक्छौं 15औं शताब्दीको दरबार, करिब 500 वर्ष पुराना झम्पा, थुप्चेन, छोदे र छोपालका गुम्बा र बौद्ध स्तूपहरू। यी केवल संरचना होइनन्, मुस्ताङको पहिचान, अधिकार र इतिहास हुन्। अहिले त हामीलाई कति कुराहरू होला र जस्तो लाग्छ, किनभने यो हो सही हो भनेर भन्ने मान्छे पनि हामीले गाउँमा भेटाउन छोडिसक्यौँ। कति कुराहरू लेखेको कुराले पनि थाहा हुन्छ। अब त्यो बेलामा पनि हेर्नु न, आगो लागिहाल्यो भने केही गरी निभाउनलाई चाहिँ यसरी राखिएको रहेछ क्या पहिला पनि। यो चाहिँ थुप्चेन गुम्बा। त्यो बेलामा ढोकाहरू पनि कति धेरै कुदेको अनि एउटै काठबाट बनेको ढोकाहरू छ क्या। यो कति ठुल्ठुलो छ। ओहो, त्यो बेलाको कला, त्यो बेलाको मान्छेहरूको सिप, त्यो बेलामा प्रयोग गरिने सामानहरू नै खै अहिले त भेट्ला र भेट्दैन होला। लोमान्थाङको पेसा र आर्थिक जीवनस्तरलाई फर्केर हेर्दा सन् 1950 मा चीनले तिब्बतलाई आफ्नो अधीनमा लिनुभन्दा अगाडि उत्तर दक्षिण व्यापार लोमुस्ताङका जनताका लागि अत्यन्तै महत्त्वपूर्ण आम्दानीको स्रोत थियो। पुरानो व्यापारिक बाटो पनि मुस्ताङकै माध्यमबाट गुर्जन्थ्यो।
यो मार्ग दक्षिण भारतको उच्च भूमि र उत्तरी चीनको तिब्बत पठारलाई जोड्दथ्यो। यो बाटो रेशमी मार्ग अर्थात् सिल्क रोडसँग समानान्तर थियो। लो मुस्ताङका जनताको दोस्रो महत्त्वपूर्ण आर्थिक स्रोत पशुपालन हो। लो मुस्ताङ घोडा उत्पादनका लागि प्रख्यात थियो। त्यसैले यहाँबाट जुम्ला र नेपालतर्फ वार्षिक रूपमा दिने करमा 5 घोडा अनिवार्य रूपमा समावेश हुन्थ्यो रे। यद्यपि पशुपालन र एक सिजनको खेती भने कहिले रोकिएन। आज पनि लोमान्थाङको जनजीवनलाई टिकाइराख्ने मुख्य आधार बनेको छ। प्रत्येक वर्ष लो मुस्ताङका सयौं पशुहरूलाई चरणका लागि तिब्बतको सीमावर्ती क्षेत्रमा लगिन्छ। तर लो मुस्ताङ नेपालमा समावेश भइसकेपछि तिब्बती चरण भूमि प्रयोग गर्ने विषयमा नेपाल र तिब्बत बीच सधैँ छलफल रहँदै आएको छ। पहिले त घोडा पुच्छे गधा त्यस्तो पाउँछ। कहाँसम्म जानुभयो घोडा चढेर? गयो नि अब पोखरा बजारमा घुमेर आयो घोडा चढेर। उता जाँदा घोडा चढेर गयो, यता लाँदा चामल बोकेर आयो। घोडामा त काम धेरै गर्यो। अहिले त्यो घोडाहरू कहाँ गयो त? बेसी कहाँ लागेको होला कहाँ लागेको होला। गाडी हिँड्ने भने एक दिनमा पोखरा पुऱ्याउँछ। पोखरा एक दिनमा पुऱ्याएको घर हिँड्ने पनि 11-12 दिन काट्छ। त्यस्तो झ्याउ लाने कहाँ काट्छ र? झ्याउ लाने भयो ठाउँ पनि छैन। अहिले बस्ने ठाउँ घर राति घाँस खाएर बिहान उठेर लिएर काँटी हालेर जान्छ। अहिले कहाँ चरन ठाउँ गाडीले भर्यो छ। अहिले त घर पालेर हिँड्ने भन्दा बुद्धि नभएको मान्छे लाठा भन्ने कुरा हुन्छ। बेनी बाउलुङ कुसुमा ज्ञान्डी कहाँ पुर्यायो होला। त्यो नुन त बटुलीको नुन नआयो भने यताको नुन खायो त हो नि पहिला। अनि बटुलीबाट नुन आयो, फेरि बटुलीको बाटो पुगेर तानसिङ पाल्पा ठाउँ ठाउँमा बाटो खुलेर आएछ। यहाँ कहाँ घुम्ने ठाउँ छ लोमान्थाङमा? घुम्नु मन लागेको यो भित्रपट्टि घुमा बाहिरपट्टि घुमा। यो त हाम्रो म्युजियम त यही त हो नि। म्युजियम हेर्ने उहाँ छ। म्युजियम ऊ त्यही हो नि। पोखरा मात्रै म्युजियम हुन्छ र यहाँ नि म्युजियम छ नि। ल हेर्दा भत्ती आयो भने उसले ठागी लानेसम्म गर्छ। त्यो बेचिने होला। म बेचेपछि त हुँदिन है। म त लाटा भएर बेचेपछि अब फेरि तिमी मैले किने जान बस्नु पर्यो भनेदेखि युट्युबमा आउँछ। युट्युबमा हाम्रै नेपालीमै फेरि खाने मिठो दिँदैन। खाने मिठो दिएर पालेपछि त हुन्छ। चिया खानु पाइन्छ? ओहो आमाहरू पो रहेछ। तपाईँको यहाँको चिया छैन? यो चिया बनाउने छुट्टै चियापत्ती हुन्छ है? कहाँबाट ल्याउनुहुन्छ? हजुर चाइनाबाट? ए कति बनाउने घरमा? अहिले चाहिँ हामी लोमान्थाङमा छौँ। अनि यसमा घिउ राखिन्छ अनि भोटे नुन अनि त्यसपछि चिया पनि छुट्टै चाइनाबाट आउँछ। अनि यो चाहिँ खासै अहिले बजारहरूमा खान पाइन्न। तपाईँले आफै अर्डर गर्नुपर्छ। तर गाउँघरतिर जाने हो भने चाहिँ फर्स्टमा दिने नै यही हो। सामा हिजो आज लोमान्थाङका प्राय घरहरूमा होटेल व्यवसायी छन्।
धेरै स्थानीय गाउँमा बस्दैनन्। यहाँको मुख्य पेसा भनेको पर्यटन व्यवसाय भएको छ। सिजनको बेला आन्तरिक पर्यटकको भिडभाड हुन्छ लोमान्थाङमा। तर यति गहन इतिहास बोकेको राज्यबारे सुनाउने गाइडहरूको एकदमै कमी छ। धेरै जस्तो लोमान्थाङ आउनेहरू केही नबुझी फर्किन्छन्। हामी त भित्रै हराइ नै सक्यौँ। यति धेरै घुमिरहेछौँ। पोरा उन्ड्रे यता के हो? यहाँ त घुमि नसक्नु ठाउँहरू छ। भित्रै हराउने रहेछ के छ? साथीहरू कर्णालीतिर भ्यू टावर ठुल्ठुला कङ्क्रिटका संरचनाले बनाएका हुन्छन्। यहाँ त भ्यू टावर घरभित्र रहेछ। अघिदेखि हामी भ्यू टावर कहाँ हो भनेर सोधिरहेको थियौँ। अनि बल्ल एकजना दिदीको घरभित्र पो रहेछ भ्यू टावर त। अनि यहाँ इन्ट्री गर्नलाई 50 रुपिस पे गर्नुपर्छ र यहाँबाट चाहिँ लगभग सबै लोमान्थाङका घरहरू देखिन्छन् माथि आइसकेपछि। अहिले अब घरको छतहरूमा त यहाँ पनि मान्छेहरू छैनन्, एकदमै सुनसान छन् घरहरू। अनि पुरानो दरबार रोयल प्यालेस यो चाहिँ यतापट्टिको सबै भाग गुम्बा यहीँभित्र छ। तर भित्र घुम्दाखेरि चाहिँ कम्तीमा 1 घन्टाभन्दा बढी समय लाग्छ। एकदमै धेरै छ। सबै कुराहरू कस्तो अनौठो कसरी बनेको होला, कसरी बनाएको होला जस्तो छ। अनि अर्को चाहिँ हामीले एकदमै क्राउडेड बजार जस्तो चाहिँ भेटाएका छैनौँ। अलिअलि अघि एकछिन बाहरूसँग कुरा गर्दा त्यही वरपर हो। त्यसपछि चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ यहाँ आउन चाहिँ नछुट्याउनु होला। यहाँबाट एकदमै राम्रो भ्यूहरू देख्छ। धेरैलाई लाग्ला लोमान्थाङमा तिब्बती लामा संस्कृति कसरी भित्रियो। तिब्बतका राजा सरङसङ गोम्पोको भूमिका छ भन्ने कुरा विभिन्न बुकहरूमा उल्लेख गरिएको छ। उनले नेपालकी लिच्छवी राजकुमारी भिरकुटीसँग बिहे गरेका थिए। त्यसपछि तिब्बती राजाले लोमान्थाङमा लामाहरू पठाएर बौद्ध लामा परम्परा चलाएका हुन् भन्ने कुरा पढ्न पाइन्छ। लोमान्थाङ लगायत माथिल्लो मुस्ताङको मुख्य चाड भनेको तिजी हो। लोमान्थाङ बस्ती तिब्बतको सभ्यताभन्दा पुरानो मानिन्छ। गुफा युगदेखि राज्य निर्माणको युगसम्म अध्ययन गर्न लोमान्थाङ उपयुक्त थलो हुन सक्छ। यहाँ अनेक प्रमाण भेटिन्छन्। त्यसैले लोमान्थाङ मात्र नभई मुस्ताङकै इतिहास र सभ्यताबारे धेरैभन्दा धेरै खोजी हुनुपर्छ। यसमा सरकारको पनि ध्यान जाओस्। मुस्ताङको त अब यो इतिहास यति धेरै गहिरो छ कि हामीले अलिकति सर्फेसमा मात्रै बुझेका छौँ। यसलाई अझै गहिरिएर अध्ययन गर्ने हो भने अथाह छ। लोमान्थाङ घुम्न पुगेपछि जो कोहीको अन्तिम गन्तव्य कोरोला बोर्डरसम्म हुन्छ। हामी पनि कोरोला बोर्डरतिर लाग्दैछौँ। लोमान्थाङबाट हिँडेको 20 मिनेटमा छोसेर आइपुग्छ। त्यसपछिको 10 मिनेटमा चेक पोस्ट आउँछ। हामीले चाहिँ छोसेरबाट हिँडेको लगभग 10 मिनेट पछि चाहिँ चेक पोस्ट आउँछ। चेक पोस्टमा चाहिँ तपाईँहरूले आफ्नो बाइक नम्बरहरू सबै टिपाउनुपर्छ। अनि ठुल्ठुलो क्यामेरा लेन्सहरू त्यसपछि ड्रोनहरू केही पनि लान पाइँदैन। हामीले त ल्याएकै थिएनौँ। जस्ट हामी घुमेर आउने भनेर मात्रै हिँडेको हो। मोबाइलबाटै सबै कुराहरू क्याप्चर गरिरहेछौँ। अनि त्यहाँनिर कति हजार मिटर हाइटमा छौँ हामी, कति हजारसम्म जान्छौँ, अनि लेक लाग्ने कुराहरू सबै भन्नुहुन्छ। अनि बोर्डरमा गएर के गर्ने के नगर्ने सबै कुराहरू त्यहाँनिर सिकाउनुहुन्छ। अनि त्यसपछि पठाउनुहुन्छ। अनि माथि चाहिँ 4600 मिटरसम्म छ अरे। तपाईँहरूलाई हाई अल्टिट्युडको समस्या छ भने चाहिँ अलिकति तातो पानीहरू बोकेर सुप टन्न खाएर आउनु होला। अनि त्यही नै हो। हामी चाहिँ आनन्दले जाँदैछौँ। केही कुराको तनाव छैन। सबै सामानहरू छोडेर गएपछि हलुका भएको छ आज त। त्यसपछि उकालो बाटो सुरु हुन्छ। उकालो बाटो सकिएपछि ठुला ठुला पठार देखिन्छन्। तिब्बतको भूगोल देखा पर्छ। पारीसम्म च्याङ्राका बथान देखिन्छन्। हामी पुग्दा दिउँसोको 1-2 बजेको थियो। त्यसैले जोडले हावा चल्न सुरु भएको थियो। धेरै बेर खुल्ला चौरमा बस्न सकिएन। हामी फेरि बोर्डरतिर लाग्यौँ।
कोरोला बोर्डर आइपुग्दा सबैले महसुस गर्ने एउटै साझा विचार के हो भने विकासमा असमानता। तपाईँ बोर्डरमा बसेर नेपाल र चाइनाको विकासलाई पक्कै दाँच्न थाल्नुहुन्छ र हामी निकै पछाडि छौँ भन्ने लाग्छ। यहाँ पुग्दा मन खुसी भन्दा खिन्न बढी हुन्छ। हो कि होइन कमेन्ट गर्नुहोस् त पुगिसक्नु भएको साथीहरूले। कोरोला बोर्डरमा रहेका 2-3 टेन्टमा छिर्यौँ, गफ गऱ्यौँ अनि फर्कियौँ छोसेर। 8 बजे हो के 9 बजे जानु पाउँछ, त्यहाँ लाइनमा बस्नुपर्छ, एन्ट्री हुन्छ। कति ल्याउनु पाउँछ? पाउँछ आफूले सकेसम्म। केमा लिएर आउने हो? बोकेर। यहाँबाट तिब्बत छिर्न चाहिँ मिल्दैन? तिब्बत त्यही त हो, यही त हो, खासा लासा सबै यतै हो नि त। ए पासपोर्ट भयो भने त पाउँछ होला है? पासपोर्ट उता काठमाडौँबाट जानु पाउँछ होला, यताबाट पासपोर्ट भयो नि छिर्दैन। ए हो र? खानाहरू केही नपाउने है यता? यता पानीको एकदम हुन्छ, दुःख छ यहाँ। ए हो र? त्यही भएर भन्दैन, कभर सबै यस्तै हाल्छ कि यो सेन्ट्रल। कहाँबाट ल्याउनु पर्छ? त्यो त तल्लोबाट ल्याउँछ बोकेरै? पैसा तिर्नुपर्छ, जीपहरू ल्याउँछ, पैसा तिर्नुपर्छ। तपाईँहरू नि अनि खाना खानुहुन्न? हामी त खाना खाइहाल्छ। तपाईँको चाहिँ कहाँ नि घर? घर तल्लो छोसेर। ए छोसेर। सबै यहाँ पालो त्यो सिस्टम हुन्छ कि मतलब यहाँ कफी सेव कहिले नि यो टेन्टहरू चाहिँ पालो 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 गरेर बेच्ने पालो हो कि पालो पालो हुन्छ हरेक दिन। धेरै मान्छे आयो भने पालो छिटो आउँछ, थोरै मान्छे पनि पालो छिटो आउँछ। त्यही त 1-2 दिन पनि हुनसक्छ कहिले काहीँ। आज तपाईँको पालो? लसुन छ? यहाँ आउनु भित्र, यहाँ छ। ए यो सबै हो, यहाँ छ, यहाँ छ, यो सबै अनि यहाँ बस्नेहरू पनि आउँछ स्टे गर्ने? आउँदैन है? यो अहिले पुसमाघमा पर्छ, पुसमाघमा यो सबै बन्द हुन्छ होला। कतिवटा छ यहाँ यस्तो टेन्टहरू? पहिला थोरै थियो, अहिले त टन्नै छ। कति हो कुनै? यहाँबाट मान्छेहरूले के लिएर जान्छ? चकलेटहरू, बिस्कीहरू। ए यतापट्टि पसल रेस्टुरेन्टहरू छ कि कस्टम अफिसहरू छ। अनि हामी चाहिँ यहाँ हेर्न आउँछ, उनीहरू चाहिँ हेर्न आउँछ, आउँदैन? आउँछ सुटिङ गर्न भात खानु मन लाग्छ आफूलाई, के गर्नु काम छैन। हुम्लामा विजय दाईलाई कस्तो मिठो होइन है चाइनिज सामान भनेर सोधेको। चाइनिज छोरो के बनाउँछ भन्छ विजय दाईले। चाइनिज छोरोले के बनाउँछ? पानी पिउनुहुन्छ? पानी खायो, तपाईँहरूको पानी अभाव छ अरे बिचरा। के कहाँ खानुभयो? उतापट्टि सोधेको पानी तल्लोदेखि ल्याउनुपर्छ। त्यो गेल्टिङको 100 रुपियाँ तिर्नुपर्छ। 5 वर्ष भयो, 5 महिना। 5 महिना पहिला थिएन? पहिला थिएन नि। यहाँ मान्छेहरू खिच्ने के चारेर खिच्यो भने राम्रो हुन्छ नि त। धेरै आउँछ दसैँ तिहारमा, अब धेरै आउँछ, सिजन चल्यो नि। हामी त खान्छ नि काटेर, मर्दैन। काट्ने, खाने, छाला राख्ने, अनि छालालाई च्याट्ट धोएर सुकाउने, अनि बल्ल बनाउने। नै पनि त यसको गन्धले हामी त मरिन्छ। यो चाहिँ कसरी बनाएको होला? छाला सुकाउने, यसलाई छाला सुकाउने, अनि भुस हाल्ने, अनि भर्ने, अनि सिलाइदिने। सियो हुन्छ नि, मोटो सियो। अनि यसमा चढेर खिचेको चाहिँ कति नि? 100 रुपियाँ।
आजभोलि यागाहरू देख्दैन नि पाल्दैन पाल्छ नि उता टाढा लेकतिर जान्छ कहिले कहिले यो त आउँछ कि रे नै पनि उतै लेकतिर जान्छ उतै गोठालो हुन्छ यो त पठाउँदैन उता घाँस धेरै हुन्छ हिमालको छेउतिर कति भयो तपाईँ यहाँ 2 वर्ष पहिला के गर्नु पहिला गाउँमै बस्ने बर्खा गाउँमा बस्ने तल हिउँदो तल जाने चितवनतिर व्यापारमा जाने त्यही हो यो चाइनाले यस्तो गर्ने बनाएको थिएन पहिला त लकडाउन भयो नि त्यही 5 वर्षमा बनाइदियो मान्छेहरू आउन थाल्यो हामी पनि भित्र जान पाइयो उता भित्र पनि व्यापार गर्न पाइयो 9 बजे जाने 2 बजे फर्केर आउने भित्र पनि पसल छ ए नेपालीहरूको छ अनि हाम्रो नेपालको पोखराबाट लाने चौचौ त झुरुम चिउरा हुन्छ नि त फ्रुटी ए उनीहरू नेपालीको बजार चाहिँ उतापट्टि छ उनीहरूले किन्छ है लेक्टो मिठाईहरू यो मिठाईहरू उता बेच्ने हो उनीहरूको सामान यता लिएर हाम्रो नेपाललाई बेच्ने हो कि त झुरुम चिउराको 300 दिन्छ उनीहरूको 300 हाम्रो 300 उनीहरूको 15 रुपियाँ हाम्रो सामान बोकिदिन्छ यो यागले बोकिदिन्छ हो यो दुईटा छोड्ने अनि यो कुन्टा यो त मिठाई कोरोना नाकामा आउनु भयो भने मिठो बोल्नुहुन्छ यस्तो सस्तो दिनुहुन्छ तपाईँहरू आएपछि मैले रिकमेन्ड गरेँ भन्नु होला झन् डिस्काउन्ट दिनुहुन्छ है सिर्जना सिजुले रिकमेन्ड गरेको भनेपछि ल यसो म चाहिँ कोराला नाका पुगेर फर्किँदैछु त्यही हो साथीहरू हामी चाहिँ जस्ट गइदिउँ न भनेर आएको धेरैजना नेपालीहरू मुस्ताङ आएपछि कोराला नाका त अनिवार्य जस्तै नै छ आजको भिडियो यति नै अब आउने भिडियोमा समुद्री सतहबाट 4000 मिटर भन्दा माथि रहेको 600 वर्ष पुरानो केभमा एक रात बिताइयो यो अनुभव पनि तपाईहरुलाई सुनाउनेछु वान अफ द बेस्ट एक्सपिरियन्स इन माई लाइफ है त्यति मात्र होइन विश्वमै चर्चित 5 तले सिजा जोङ केभ पनि घुमाउनेछौँ अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् है अनि अर्को भिडियोमा भेटौँला धन्यवाद।